सबैलाई नमस्ते। आज चाहिँ मेरो स्कुलको छुट्टी छ किनकि आज शहीद दिवस र सबै शहीद धर्मलाई शुभकामना र आज चाहिँ म मेरो च्यानलको मिनी भ्लग बनाउँदै छु र सबैले हेरिदिनु होला किनकि मसँग धेरै टाइम हुँदैन र मलाई स्कुलले जानु पर्छ र म पनि धेरै पछि युट्युब च्यानल पहिला म टिकटक बनाउँछु र आज भोलि चाहिँ म युट्युब च्यानल बनाउँछु र के भन्छ आज चाहिँ म धेरै पछि यहाँ टिकटक युट्युब बनाउन आएको छु र सबैले मेरो नाम सुनिदिनु होला। मेरो नाम चाहिँ सचिन गुरुङ ल सबैले मलाई चिन्ने मान्छेले थाहै होला र नचिन्ने मान्छेलाई चाहिँ मेरो नाम थाहा हुन्छ होला। गाइस सबैलाई नमस्ते। म चाहिँ यतिकै मजाक गरिरहन्छु। मलाई त मजाक गर्न बेसकन राम्रो लाग्छ कि गाइस। त्यो र म आज चाहिँ कति पछि फेरि युट्युब च्यानल खोल्न लागेको छ गाइस। सबैले मन पराएर हेरिदिनु होला र मेरो नाम चाहिँ अब सचिन गुरुङ। सबैले मलाई चिन्नुहुन्छ भने कमेन्ट गरिदिनु होला र गाइस आज चाहिँ काकाले मलाई घुमाउन लिएर जानुहुन्छ। काका कहाँ घुमाउन लिएर जानुहुन्छ? सम्झिने पानी सम्झिने हेर्नु होला गाइस, हाम्रो काका चाहिँ यस्तो राम्रो हो। सम्झिने पानी छम्किनेमा घुमाउन लिएर जान्छ रे। आज त हामी त सम्झिने पानी छम्किनेमा घुम्न जाने। भाइरल झरना लान्छ तँलाई बुढी खोला झरना टिकटकमा देखेको नि। हाम्रो घरमा चाहिँ नयाँ मेहमान आउनु भएको। नमस्ते भनिदिनु न। नमस्ते ल नमस्ते। हेर्नु गाइस, आमा सुन्तला खाने सबै हेर्नु ल गाइस। हाम्रो चाहिँ यो मेरो प्यारो आमा पहिला मसँग बस्थ्यो। मैले कस्तो छ आमा, ठिक छ नानी ठिक छ भन्दै मैले टिभी दाइन्थ्यो है आमा। हेर्नु ल गाइस, तपाईँलाई बाजेले कतिको माया गर्थ्यो त सानोमा? सानोमा त यत्रोमै उल्का त हो म बिचरा आमालाई कतै याद आउँथ्यो ल। केही छैन, राम सुन्तला खानु। खानामा त म देखेर यो घाँटी देखेर खाँदैन। बिचरा आमा हेर्नु, यो आमाको लागि एक सब्सक्राइब त तपाईँले गर्नु सक्छ होला, गरिदिनु होला गाइस र बेल आइकनमा क्लिक गरिदिनु होला र हामीसँग फलो गरिदिनु होला गाइस। आमा ल तपाईँ कति वर्ष हुनुभएको छ? म 6 वर्ष भयो। आमा हो 6 वर्ष पुग्नु भएको तपाईँ? भनेपछि त तपाईँ त अहिले जवानै हो। तपाईँ त जवानै हो नि। मेरो भन्दा धेरै त दाँत तपाईँकै हो। दाँत देखाइदेऊ न त। यो माथिको त यति पनि छैन। आमाको त माथिको यति छ। मेरो झर लाग्छ यता छुनै भएन यता देखेको छ। आमा त पुरै झरिसक्यो आमा। त्यो त अर्को आउँछ नि। अहिलेसम्म पहिला सानै हुँदाखेरि यो झर्दा अहिलेसम्म आएन। आउँछ अब हाम्रो त आउन्न। यो चाहिँ हाम्रो गाउँको आमा र गाइस हाम्रो मैले चाहिँ भविष्यवाणी गर्न आउँछ र हाम्रो आमाको भविष्य हातले पेचार्न सक्छ गाइस। तपाईँ टेक्निक स्वर्ग जाने बाटो, पुलिसको डन्डा, हनुमानको बुच्छ, स्वर्ग जाने बाटो, पुलिसको डन्डा, हनुमानको बुच्छ,
अनि अनि पछि नानीको बुढी हुँला नरेडी र तपाईँको घर ठुलो हो तपाईँबाट 12 छ अनि तपाईँको छोराबाट बारी छ तपाईँको कान्छा तपाईँको नातिबाट काका बाट दुईटा एउटा बाइक एउटा स्कुटी छ अनि पछि तपाईँसँग आमा तपाईँले बाजेको याद आछ बिचरा आमालाई बाजेलाई ल्याउनु भन्दा मान्दैन बाजे त लजाउँछ है आमा के हुन्छ र छोराको घर आउँदाखेरि है अर्कोचोटि आउँदाखेरि आउनु भन्नु है हाम्रो युट्युब च्यानलमा हस् ल तपाईँको घरमा कतिवटा ढुङ्गा पाउँछ त यस्तो खाले पाउँछ छैन पहिला पहिला कति पाउँथ्यो होला है खोजेर पाउने गाई चरे हेर्नु होला हाम्रो आमा चाहिँ कति रमाइलो छ ल एउटा गीत गाइदिनु त आमा मेरो गीत छैन हेर्नु होला गाइस हाम्रो आमाले गीत गाउँछ भयो मेरो गीत छैन भनेर एकदम राम्रो गीत गाउनु भयो तपाईँले मलाई त बेस गर्न मन पर्छ र सजिन भन्ने सुने होइन हो भ्रम होला भ्रम तपाईँ चाहिँ यो चुरा किन लगाउनु भएको त्यो चुरा हजुर हाम्रो बुढाको नौमा लाग्यो बुढाको नाउँमा कति खानु पर्छ ल तपाईँ चाहिँ के काम गर्नुहुन्छ त सबै गुरु काम गर्थे नि आज त खुट्टा चलेर काम गरे तपाईँ सानोमा के गर्थ्यो त खेलेर खाने हुँ? खेलेर खाने खेलेट बाबाले कराउँथ्यो कराइन साथी थियो मास्टु बजे सबैलाई पादाउँछ तपाईँलाई मात्रै होइन पादिनु मास्टु बजे सबैलाई पादाउँछ तपाईँलाई मात्रै होइन पादिनु पाँच त ल पाद्यो है पाँच अब बोलु पाद्यो है पाँच अब बोलु बोल ल तपाईँ चाहिँ सानोमा के गर्छु त काम गर्थ्यो काम गरेर खान्थ्यो मलाई सानोले सम्झाउनु पर्यो आजलाई हेर्नु भने एक्टिङ मेरो हेर्नु होला गाइस हाम्रो आमाको घर चाहिँ ऊ त्यहाँ ऊ त्यो डाँडामा ऊ त्यो सन्दा ठुलो डाँडामा हाम्रो आमा चाहिँ पहिला पहिला कति राम्रो थियो अहिले चाहिँ हाम्रो हातमा यस्तै शरीर चाहिँ राम्रो छैन भन्न खोजेको है आमाहरूलाई अब यो खानु यो नखान सकिने यसको दाना त खानु सक्छ होला नि खानु सक्छ सक्छ यसो निस्लिनु न के हुन्छ र खानु पर्छ यति भयो नि सुन्तला हेर्नु गाइस कति धेरै हो
त्यो गुन्द्रुकलाई ओभा नराख्नु पर्ने गाइस अबे हेर्नु होला कस्तो मिठो मिठो सुन्तला लानु तपाईँ नि खानु गाइस त्यो पनि मै खान्छु कस्तो बिजी उयो इँटा थौरिया झिन थौरिया छ बजारमा सुन्तला कहिले यहाँ गोर्खाको सुन्तला त खतरा हो गाइस तपाईँ नि किन्न आउनु होला गोर्खाको गुलियो मिठो तितो सुन्तला मन खाम भादेखि निर्घाट किनेर खान्थेँ खानु भएन मलाई घाँटीले दुखेको छ यसरी घाँटी दुखेको छ गाइस हाम्रो घरमा चाहिँ ड्र्यागन फ्रुट छ गाइस र हाम्रो घरमा चाहिँ बोका हो आउनु तपाईँहरूलाई बोका देखाउँछु तपाईँको बाबाको नाम तपाईँको बाबा के बाबाको नाम बाबादेखि नै यत्रो नाम पाउँछु मैले यत्रो भन्दा मर्यो भन्छ बाबैदेखि न मैले अनि मम्मीको नाम भन्नु न त मम्मी नौ खै मम्मी नहुने कि अब बिचरा हाम्रो आमाले मम्मी र बाबाले बिर्सिनु भयो त होइन केही टेन्सन नलिनु तपाईँको छोराछोरी छ र गाइस हाम्रो आमा चाहिँ कति धनी हुनुहुन्छ ठुली अनि यहाँनिर नि हेर्नु होला कता रिङ आमाको सुनको धाला कता बाला सुनको धाला सबै सुन्नु हो नि यो त हिरा होला हिरा र आमा यो पनि सुनको तपाईँ कुन मन्दिर गएको हुनुहुन्छ ल आजसम्मको कुन मन्दिर जानु भएको छ कुनै मन्दिर नि गएको छैन धर्म मान्छ तपाईँले मान्न यसु मान्न त त्या परमेश्वर जिजस बेलादेखि यही हो र यो चाहिँ हाम्रो खन्चुए बाख्रा धेरै खान्छ र यो चाहिँ हाम्रो शान्ति बाख्रा यो चाहिँ धेरै शान्त बस्छ त्यही भएर मलाई मनपर्छ यो चाहिँ हाम्रो सेतै हो बाख्रा खतरा सेतो हो र यो चाहिँ नखाएको बच्चा बिचराले खाना नै दिन्न यो बाख्राहरू र यो चाहिँ मेरो खौज यो कालो बाख्राले पायो यो दुईटा यो चाहिँ के अरे यो कालो बाख्राले पायो अनि यो दुईटा चाहिँ उयोले पायो योले पायो बिहानै मुड खराब गरिदिन्छ भने गाईले बिहानै मुड खराब गरिदिन्छ भने गाईले के भन्छ ए बाख्रा अन्त गाई खानु चाहिँ रक्सी पानी आऊ के त आलिसान मेरो सान बान हेर्नु गाइस खतरा हेर्नु होला माथि अझै क्यामेरा छुटर मैं ये ठंडी महीना Đây, ăn bữa. के खाने सब्जी आज पिज्जा बर्गर अनि चिकन बिरयानी यो ससेज स्पेशल चाहिँ के खाँदैछ त मोमो मोमो है अनि पिज्जा मसँग स्क्याम
भयो स्क्याम एउटा पिसे आदि मोमो मसँग स्क्याम भयो स्क्याम एउटा पिसे आदि मोमो मजाक गर्दै च्यालेन्ज गर्ने हो कति प्लेट खान्छ कति प्लेट खान सक्छ फेरि तपाईँको पैसा खर्च हुन्छ नि म गरिदिन्छु नि त कति प्लेट खान सक्छ कुछ और गाइस लाउ गाइस खाऊ कस्तो मिठो हुन्छ ल गाइसले खायौँ बाबुलाई नि हो भ आन्टी भ गाइस This is my favorite part. खाँदै छि Choose your favorite things. Momo या चाउमिन कमेन्टमा भनिदिनु गाइस अहिले चाहिँ हामी सङ्गरा लोए डल्लु कोही त बोलेको खुसीको ठिकाना नै नहोला गाइस हेर्न कति राम्रो फुलेको नि फुल है डल्लु टिप्नुहुन्न नि सानो फुल गाली गर्छ यहाँ त डल्लु हेलो गाइस आज चाहिँ हामी गोर्खा के अरे म्युजियम आएको सचिनलाई कता गयो सचिन सचिन हामी त छोडेर जान्छ फेरि 10 काउन्ट हुन्छ छिटाउ सचिनले कहिले धन्यवाद पनि भने गाइस फुलहरू कति राम्रो फुलेको फुल हेलो सचिन यता हेर न खोइ त नाचेको लु भन्देऊ सचिन डरायो डरा सचिन के भइरहेछ रेडी ल बोला
कति राम्रो फुल फुटिरहेको छ कि पाखामा भेट्ने